Hi Roman. Hi. So as an international student, हजुर BNU University मा student ambassador हुनुहुन्छ हैन? So to all the aspiring students who want to come to BNU मा कस्तो experience भयो, के छ भनेर चाहिँ एकचोटि information दिदिनुस् न हाम्रो students लाई. So म BNU आउँदा चाहिँ एज इन्टरनेसनल स्टुडेन्ट यहाँ MSc डिजिटल मार्केटिङ लिडरसिप कोर्समा आएको थिएँ र यहाँ आइसके पछाडि म यहीँनेरि एज स्टुडेन्ट एम्बेसेडर पनि इम्प्लोइड भएको छु अनि यहाँ कोर्स गरिरहँदाखेरि चाहिँ यहाँको विदिन कोर्स बाहेक पनि एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू धेरै हुन्छ जस्तो रिसेन्टली यहाँ स्यास इभेन्ट भएको थियो जुनमा हाम्रो युनिले पार्टिसिपेट गरेको थियो र डिजिटल मार्केटिङबाट म पनि थिएँ र 4-5वटा युनिले पार्टिसिपेट गर्दा हामीले जित्न पनि सक्यौँ होइन सो त्यस्तो कुराहरूमा पनि एक्सपोजर पाइन्छ जुन हामीले अब स्यास इभेन्ट भनेको धेरै ठुलो इभेन्ट हो $1 बिलियन कम्पनीमा हामीले गएर इभेन्टमा पार्टिसिपेट हुन पायौँ त्यहाँबाट हामीले आफ्नो करियर बिल्डअपको लागि सिभिजहरूमा पनि एड गर्न सकियो होइन र आफूसँग केही स्किल्स छ भने हाम्रो युनिमा चाहिँ स्टुडेन्ट युनियनबाट चाहिँ स्किल जब सब भन्ने छ त्यहाँबाट पनि कामहरूमा एप्लाई गर्न सकिन्छ युनिकै साइटबाट पनि गर्न सकिन्छ यहाँ आएको धेरै स्टुडेन्टहरूले यहीँनेरि काम पनि पाइरहनु भएको छ र गरिरहनु भएको छ त्यो भन्दै गर्दा अब सबैले त्यही एक्सपेक्टेसन राख्नु भएन यहाँभन्दा बाहिर पनि धेरै अप्सन्सहरू छ होइन सो अब कामको लागि चाहिँ आफूले केही स्किल्स लिएर आउनु भयो भने बेस्ट होला र मेन चाहिँ अब पढ्न आएको भनेर चाहिँ बुझ्नु पर्यो आफूले होइन पढाइमा फोकस गर्नु पर्यो आफ्टर 1 इयर तपाईँ मास्टर्समा हुनुहुन्छ भने 1 वर्ष पछाडि अनि ब्याचलरमा आएको छ भने 3 वर्ष पछाडि धेरै ढोकाहरू खुल्छन् धैर्य गर्नुहोस् बेस्ट अफ लक So you feel that as an international student UK आएर चाहिँ you did a worthful thing. Yeah, I did a great job. I saved a lot of time. होइन मास्टर्स अब अन्त गरेको भए 2 वर्ष लाग्थ्यो भने यहाँ 1 वर्षमै भयो अनि त्यसपछि I feel grateful for everything UK is giving to me. Thank you so much and we wish you all the very best. Thank you. Have a good day.